है म चाहिँ तपाईँहरूलाई अब केही भन्न सक्दिनँ है। आमा त हिजै अन द स्पोट डेट हुनु भइसकेको थियो। हामीले चाहिँ दिदीलाई आइसियुमा छ भनेर जसो तसो मन मनाएर मन बुझाएर हामीले घरमै ल्याएर आएको थियो। कान्छा भाइ राति गएर अर्को घरमा चुन्डी थिएछ। आमा पनि रहनु भएन, भाइ पनि रहेन। एकचोटि अपडेट दिउँ भनेर मात्रै म लाइभ आएको हो। पहिले आफ्नो कर्तव्य पुरा गरेँ। म लाइभ आउन सक्दिनँ। प्लिज दिदीको लागि सबैजना प्रे गरिदिनु ल। दुईजना मिलेर गएछ नि।